बस यति कुरा सुनाउन मन थियो तिमीलाई र यति कुरा भन्न मन थियो तिमीलाई कि आजकल तिम्रो यादमा भातको घाँस पनि अड्किन थालेको छ। 80-90 वर्षको बुढाबुढी जस्तो छातीमा पानी पनि अड्किन थालेको छ। आज परिवर्तन मायाको हो कि असर मायाको हो थाहा छैन। पूर्णिमाको जुन जस्तै रात सबै तिम्रो होस्, म लड्दा उठाउने हात सधैँ तिम्रो होस्। माया बस यति भन्न मन छ, बस तिमी हात दिनु। जिन्दगीको जस्तो सुकै मोडमा पनि म तिमीलाई साथ दिनेछु। तिम्रो बासना यो मनले पाएको दिनदेखि आफ्नै घरको फुल पनि गन्धाउन थालेको छ। तिम्रो तपक्क बलेको त्यो अनुहार देखेदेखि आफ्नो कोठामा भएको 240 वाटको बत्ती पनि अँध्यारो लाग्न थालेको छ। हो, आजकल फुलले पनि गुनासो गर्छ माया। के भन्छ थाहा छ? रात दिन नभनिकन पानी हालेर हुर्काउने मान्छे आज ढोकाबाट बाहिर जाँदा पनि हेर्न छोडेको छ भनेर, किनकि बास्ना तिम्रो छाएको छ मलाई। जब कोठामा छिर्छु बत्तीले पनि गुनासो गर्न थालेको छ। अलिकति धमिलो देख्दाखेरि सफा गर्ने मान्छे आजकल मलाई सफाइ गर्न छोडो भनेर मैले बास्ना यति पाएको छु र उज्यालो यति पाएको छु कि मलाई अब फुलको र बत्तीको मतलब हुन छोड्यो। बस माया। अनि म मायामा परेको छु। अनि साथीभाइसँग जान्छु, अनि साथीभाइले भन्छन् तेरी माया कति छिन् भनेर। तेरी माया कति छिन् भनेर साथीभाइले सोध्छन् र माया म तिम्रो विषयमा बयान गर्नु पर्दाखेरि कसरी गर्छु तिमीलाई थाहा छ? म मेरो साथीभाइको लागि तिम्रो कसरी बयान गर्छु? मेरी माया दुश्मनको अगाडि ठ्याक्कै कालो बादल जस्तै छिन्। कालो बादल बनेर ढाकिदिन्छन्। अनि मेरी माया मेरो मायाको अगाडि ठ्याक्कै भगवान श्री राधा जस्तै छिन्। यसरी बयान गर्छु। हो, बस आजकल यसै गरी बयान गर्छु। माया एउटा कुरा भन्न मन छ। राम्रो घर बनाउन नसकौँला, मायाले भरिएको दरबार बनाउला। सम्पत्ति त हामी मिलेर कमाउला। बीच बाटोमा साथ नछोडिदिनु। आज खाएको बाचा भोलि नभुलिदिनु। दुःख सुख मिलेर बाँडौला। अब माया छिट्टै छुट्टी लिएर आउँदैछु, चाँडै भेटौँला। अनि जुन आज यो पात्रमा रहेको अधुरा कुरा तिमीसँगै रहेर गरौँला माया। बस यति भन्न मन छ कि आज यो पात्रमा रहेको कुरा तिमीसँग चाँडै भेटेर गरौँला मेरी माया।